So guys, welcome to my new video. Hey, हो गया लास्ट में रे हेलमेट अजीब अजीब हैन केटा हो यस्तो है हेलमेट केटा साइडपट्टि दुईटा कपाल जिगाले हैन त्यो यो त के को कपाल जस्तो देखे जस्तो हुकङको जस्तै छ हैन गाइज त्यो हुकङको हुन्छ नि त्यो साइडपट्टि दुईटा अनि ठ्याक्क बानेको त्यस्तै हो हैन हेलमेटमा ट्याक्क म्युजियममा राखिन्छ हेर्न है केटा है खतरा आज राख्न गइरह है केटा हेर म्युजियममा राख्न गइरह हेलमेट हेर्न अब फोटोसोटो खिचा अब टक्क हैन त्यो फेरि त्यो भालुको कपाल हो नि फेरि त्यो चाहिँ ए मेरै कपाल हो यो यार खतरा छ नि ध्यानमा लगाएर हैन अझन त्यो अघि बिहान झन् कुन को थियो क्या यसरी लगाएर गएको होइन के हो कपाल त हेलमेट बाहिर आयो आएर त्यही हो गाइज हेरिराख्नु भिडियो चाहिँ हो गाइज यस्तो छ बाटोको हालत चाहिँ बर्खाको बेलामा यहाँ 150 एडभेन्चर हान्छ बब्बाल है केटा बाटो चाहिँ खत्तम 5 बज्यो अहिले बजारहरू हेर्न तलतिर अब हामी यतातिर मात्रै आइपुग्छ हर्कपुरतिर त्यहाँ नलगाए त्यस्तो भइरहेको यो एडभेन्चर हान्न क्रस फायरै किन्नु पर्दैन क्या यहाँ 150ले एडभेन्चर हान्न क्रस फायरै किन्नु पर्दैन क्या एडभेन्चर हान्न त हामी 150ले हान्दिरह अनि 150ले यस्तो बाटो छ एडभेन्चर हान्दा अब चिप्लाउने हो कि 150 हो 150 केटा के सम्झ सोधै अगाडिको टायर पुरै तक्लु कसरी एडभेन्चर हान्नलाई क्रस फायरै लिनु पर्दैन क्या मन भयो यहाँ 150मै नि हाल्छ गाइस त हो त्यही हो यहाँ 5:30 यतै भइसक्यो अब हामी त अझै किमनाङ पुग्नुपर्छ किमनाङ भने यहाँ हो अझै उतै हो बाटोको हालत त्यस्तै हो एडभेन्चर हान्दै अब जानुपर्छ गाइस यहाँतिर कहाँतिर आएर हामी यस्तो यहाँ बिजोग भइसक्यो त्यहाँ हेर्नु अब त्यहाँ चाउचाउ खानु एउटा चाउचाउ ल्याएको थियो हेर्नु होला यस्तो देखिरह पानीमा नि अलिअलि छिट्टा हान्छ गाइज यहाँ हामी मेगाङ डाँडाको तलतिर आइपुग्यो मैले राइड हान्ने यहाँसम्म हिलोमा त लो चिप्लिनु भयो गाइज यार हिलोमा त मलाई कुना फालिदिनु भन्ने छेउछेउ फालिदिनु भन्ने हिलोमा त डेन्जर हुन्थ्यो हिलोमा अलि त भन्ने अलि उस गरेर स्लो गरेर चलाउनु होला होइन ठिकठाक मिडियम यहाँ हेर्नु त कुहिरो लागिरहेको यहाँ यस्तो भए यस्तो चिसो मौसम मलाई त्रिसुनीमा गर्मीले बस्नै नसक्ने र गाइज अब हामी एकछिनमा घर पुग्छौँ होला अनि म्याडमलाई यहाँ यता